लगायत हामी चाहिँ अब शनिबारतिर जाँदैछौँ होइन, हल्का फल्का कपडाहरू किन्नु थियो। आज चाहिँ शनिबारी मेला लाग्छ क्या यहाँ राजकोटमा, त्यही भएर त्यतातिर हिँड्दैछौँ हामी चाहिँ होइन केटा। मेरो साथी चाहिँ मोबाइलमा व्यस्त छ है। यस स्टार्ट मी। लगायत हामी चाहिँ कटोरिया सोरुम पुगिसकेका छौँ होइन। हाम्रो यात्रा चाहिँ आज शनि बजारतिर मेला लाग्छ आज चाहिँ, त्यतातिर गएर हल्का कपडाहरू किन्नु पर्यो होइन। यस हेर्नुहोस् यो ठाउँ चाहिँ एकदम राम्रो छ। हामी चाहिँ धेरै पछि आइरहेछौँ है यो शनिबारी बजारमा। यो कच्ची बाटो रहेछ यहाँ चाहिँ, यता बन्द रहेछ, पुल बन्दै रहेछ। हामी यो कच्ची बाटोबाट जाँदैछौँ। ओहो यहाँ त हेर्नुहोस् न कति राम्रो ताल रहेछ है, एकदमै सुन्दर छ। बाटो चाहिँ एकदम कच्ची छ। आज हामी चाहिँ के किन्ने हो भन्दा के किन्ने हो? सबै किन्ने नि। के किन्नेस् के म्यान? ओहो लो यहाँ चाहिँ पुरा नेपालको जस्तो धुलो रहेछ है गाइजहरू। यहीँदेखि लाग्छ कि हाम्रो अब लगभग मेला स्टार्ट हुने बेला भइसकेको छ। धेरै लामो नै रहेछ बाटो, कच्ची जस त्यहाँ पर पुल बन्न ला रहेछ, त्यो भएर यताबाट घुमेर जानु पर्यो हामीलाई चाहिँ। धेरै घुम्नु पर्यो जोस्। आज चाहिँ यो यहाँ चाहिँ ट्राफिक धेरै छ क्या यहाँ। आज मेलामा आउने मान्छेहरूको चाहिँ धेरै छ आवत जावत, त्यसैले पनि यहाँ चाहिँ सानो पुल रहेछ। यो चाहिँ ताल हो है, ताल। तर यसको नाम के हो मलाई चाहिँ थाहा छैन, तर यो ताल चाहिँ तालै हो। यस्तो छ मेला चाहिँ। यस्तो छ यहाँ ब्ल्याङ्केट ज्याकेटहरू होइन। अब यहाँदेखि चाहिँ मेला स्टार्ट हुन्छ, पुरा 2 किलोमिटरसम्म लाग्छ यो मेला चाहिँ। भर्खर स्टार्ट भइरहेछ यहाँ चाहिँ। यो मेला पुरा 2 किलोमिटरसम्म टाढा जान्छ। हामी चाहिँ एकछिन पछि देखाउनेछौँ तपाईँलाई त्यो दृश्यहरू। अहिले चाहिँ हामी सामान किन्छौँ। गाइज हामी चाहिँ अहिले शनिबारी बजारदेखि आइसकेका छौँ। फेरि त्यही पहिलेकै ताल अघिको है। राम्रो छ जोस्। अब चाहिँ हामी घुम फर्किँदैछौँ होइन। ताल हेर्नुहोस्, यस्तो राम्रो ताल देख्दाखेरि हामीलाई फेरि 1-2टा टिकटक बनाउने मन लाग्यो है। त्यही भएर हामी चाहिँ यहाँ रोकेका छौँ। मेरो साथी यहाँ छ। लगायत हामी चाहिँ पुगिसकेका छौँ है शनिबारीबाट। मेलामा गएर हामीले के धेरै पाइन्छ तपाईँहरूलाई चाहिँ देखाउनेछौँ। आज भलिबल खेल पनि नहुने भयो। हामी
हामीले चाहिँ साह्रै ढिला गरिन् के मेलामा, त्यही भएर यहाँ चाहिँ तपाईँहरूलाई मेलाको दृश्य देखाउने मन त थियो होइन, अब के गर्ने, त्यहाँ धेरै नै ट्राफिक भएको हिसाबले हामीले देखाउन सकेनौँ। अब तपाईँहरूलाई अर्को शनिबार देखाउनेछौँ हामी।